नेपाल सरकारमा अहिले सबैभन्दा ठुलो गसिप के चल्दैछ? भित्रभित्रै ठुलो पावर शिफ्टको कुरा छ, तर बाहिर साइलेन्स छ। कुन लेभलको चेन्ज हो यो? लिडरसिपमै असर पर्छ? हो, माथिल्लो तहमै हलचल छ। केही दिनमै ठुलो निर्णय आउन सक्छ। यदि यो भयो भने पुरै राजनीति नै बदलिन सक्छ नि। ठ्याक्कै त्यही हो। भित्रभित्रै सबै तयारी पुरा भइसकेको छ। तर अब त नाम नै भन्नुहोस्, को संलग्न छन् यो खेलमा? नाम अहिले भन्न मिल्दैन, तर ठुलो नेताको भूमिका पक्का छ। अब त पक्का भन्नुहोस्, अन्तिम निर्णय के हुँदैछ त? निर्णय लगभग भइसकेको छ। छिट्टै सरकारमै ठुलो परिवर्तन देखिन्छ। सरकारले सुधारका लागि के कदम चाल्नुपर्छ? पारदर्शिता बढाउनुपर्छ, जनताको विश्वास जित्नु सबैभन्दा जरुरी छ। यदि अहिले सुधार भएन भने देशको भविष्य के हुन्छ? हामी चुप लाग्यौँ भने भविष्य झन अध्यारो बन्न सक्छ। नेतृत्व सुधार्न के आवश्यक छ? इमानदारी चाहिन्छ, चाहिन्छ, जनतालाई केन्द्रमा राख्नुपर्छ। नेपाल सरकारको अहिलेको अवस्था कस्तो छ? अहिले चुनौती छ, तर सुधारको अवसर अझै बाँकी छ। अन्त्यमा देशका लागि तपाईँको सन्देश के छ? देश बदलिन्छ यदि हामी आजैबाट जिम्मेवार बन्यौँ। आज म एउटा कुरा भन्न चाहन्छु, सफलता कसैलाई भेटेर आउँदैन, मेहनत गरेर लिनुपर्छ। अनि जो डराउँदैन उनै जित्छ। कहिलेकाहीँ जीवनले धेरै परीक्षा लिन्छ भयो, तर याद राख, तिमी हार्नका लागि होइन, जित्नका लागि जन्मेका हौ। हामी सबैसँग सपना हुन्छ, तर त्यो सपना पुरा गर्न हिम्मत चाहिन्छ। प्रश्न यो हो, तिमी तयार छौ कि छैनौ? जीवनमा सफल हुन सजिलो छैन, तर निरन्तर प्रयास गर्ने मान्छे कहिले हार्दैन। आजको सङ्घर्ष नै भोलिको सफलता हो। हाम्रो नेपाललाई अघि बढाउन उद्योग र कम्पनीहरूलाई बलियो बनाउनु पर्छ। युवाहरूलाई रोजगारी दिनु आजको मुख्य जिम्मेवारी हो। हामीले आफ्नै देशमै अवसर सिर्जना गर्नुपर्छ। सिप र मेहनतलाई मूल्य दिँदै हरेक युवालाई सम्मानजनक रोजगारी दिनुपर्छ। नवीन सोच र प्रविधिको प्रयोगले हामी देशलाई आत्मनिर्भर बनाउन सक्छौँ। अब समय आएको छ मिलेर नेपाललाई नयाँ उचाइमा पुर्याउने। सरकार र निजी क्षेत्र मिलेर काम गर्दा विकासलाई तीव्र बनाउन सक्छौँ। हाम्रो लक्ष्य स्पष्ट छ, समृद्ध नेपाल, सुखी नेपाली। अब ढिलो गर्ने समय छैन, काम गर्ने समय आएको छ। एकताबद्ध भएर अगाडि बढौँ, बलियो नेपाल निर्माण गरौँ। यो देश हाम्रो हो, हाम्रो सपना पनि यही छ। आउनुहोस्, मिलेर यस्तो नेपाल बनाऊ जहाँ हरेक आँखामा आशा र भविष्य उज्यालो होस्। नेपाललाई बचाउन भ्रष्ट नेताहरू हटाउनै पर्छ। उद्योग र कम्पनीहरू बढाएर युवालाई रोजगारी दिनु हाम्रो कर्तव्य हो। हामी सबै मिलेर उठ्नुपर्छ। देश बदल्ने जिम्मा हाम्रो हो। हरेक युवाको सपना यही पुरा होस्, यस्तो नेपाल बनाऊ। यो भूमि हाम्रो पहिचान हो, यसलाई जोगाउनु हाम्रो कर्तव्य हो। आउनुहोस्, मिलेर आशाले भरिएको नयाँ नेपाल बनाऊ। हाम्रो एकता नै हाम्रो शक्ति हो, यसलाई कहिल्यै कमजोर हुन नदियौँ। आउनुहोस्, भविष्यका लागि उज्यालो नेपाल सँगै बनाऊ। हामीले हार मान्ने होइन, सपना पुरा गर्ने हो। हरेक आँसु मुस्कानमा बदल्ने नयाँ नेपाल सँगै बनाऊ। यो माटो हाम्रो जीवन हो, यसका लागि जे पनि त्याग गर्न तयार छौँ। आउनुहोस्, सन्तानका लागि गर्व गर्ने नेपाल सँगै बनाऊ। नेता भएर के गर्ने? पानी त ढुङ्गा फुटाएर नै आउँछ नि। म पनि तपाईँहरूसँगै काम गर्छु, नत्र जनता हाँस्छन् है। पहिले नेता आएर वाचा मात्रै गर्थे, पानी भने कहिल्यै आएन। अब म आफै ढुङ्गा फुटाउँछु। कम्पतीमा पानी त साँचो आउँछ। कुरा काट्ने नेता धेरै देखेँ, ढुङ्गा काट्ने त कोही रहेन। मैले सोचेँ कम्तीमा पानी झुट बोल्दैन नि। पहिले नेता आउँथे, पानी लैजान्छु भन्थे, तर आफै हराउँथे। अब म पानी लिएर हिँडेको छु, म हराएँ भने समात्नु है। म त पानीसँगै हिँडेको छु, जहाँ जनता पुग्छन् म पनि त्यही पुग्छु। यो पटक कुरा होइन, काम आयो। अब सिधै पानी ल्याएँ, म पनि सिधै हिँड्दैछु। अब त पाइप पनि ठिक, नेता पनि ठिक, गाउँ बिस्तारै बदलिँदैछ। देशमा अब गण्डागर्दी सहिँदैन। गलत गर्ने जो कोही होस्, सिधै कानुनको कठोर कारबाहीमा पर्छ। कानुनभन्दा माथि कोही छैन। अपराध गर्नेले अब छुट पाउँदैन, सिधा कारबाही हुन्छ बिना दबाब। किनकि यो बलेन सरकार जनताको सुरक्षामा खेल्नेहरूलाई अब कुर्सीले होइन, कानुनले जवाफ दिन्छ। नेता भनेको रक्षा गर्ने होइन, व्यवस्था मिलाउने हो। गलत गर्ने जोसुकै भए पनि नियन्त्रणमा ल्याइन्छ। सुशासन भाषणले होइन, कडा निर्णयले आउँछ। अब देश नियमले चल्छ, डरले होइन। यस्तै भिडियो तपाईँको बनाउनु परेमा मलाई मेल गर्नुहोला। मेल प्रोफाइल फोटोमा छ।
देश बनाउने जिम्मेवारी केवल नेताको होइन, हरेक नागरिकको होइन। तर जब नेता नै चुप लाग्छन् तब जनता बोल्नै पर्छ। हामीले विकासको सपना देख्यौँ, तर बीच बाटोमै त्यो सपना भ्रष्टाचारले लुटियो। अब यो सहेर बस्ने समय सकिएको छ। युवाहरू जागे भने देश बदलिन्छ, तर युवालाई दबाउने होइन, अगाडि बढाउने राजनीति चाहिन्छ। हामी त्यसरी अघि बढ्छौँ। नेतृत्व भनेको कुर्सी होइन, जिम्मेवारी हो। जो जिम्मेवारी लिन सक्दैन उसले देशको भविष्य खेल्न पाउँदैन। हामीले धेरै सयौँ, धेरै देख्यौँ, तर अब चुप लागेर बस्ने छैनौँ। यो देश हाम्रो हो, भविष्य पनि हाम्रो नै हुनेछ। परिवर्तन कसैले दिँदैन, परिवर्तन आफैले ल्याउनु पर्छ। आज होइन भने कहिले। यस्तै भिडियो हेर्न चाहनुहुन्छ भने च्यानललाई लाइक, कमेन्ट, सेयर गर्न नबिर्सनु होला। यस्तै भिडियो तपाईँको बनाउनु परेमा मलाई मेल गर्नु होला। मेल प्रोफाइल फोटोमा छ।